BMW यार खतरा आउँछ ब्लग आजको चाहिँ होइन त्यो पुरै हेर्नु होला त्यसो त्यही हो सो हेर नमस्ते वेलकम ब्याक टु माई च्यानल है हजुर सन्तोला सम्पाइ अनि त्यसो त्यही हो अनि आजको ब्लग चाहिँ खतरा आउनेवाला छ अनि सबैले जान लागेको हामी चप्पल किन्नलाई भनौँ न सिग्नल छेउ चप्पल चुटेर तनाव भइदिरहेको त्यो त्यही हो अनि चप्पल किन्नु लागि आजको ब्लग चाहिँ होटलको नै आउँछ खतरा आउँछ ब्लग आजको चाहिँ होइन त्यो पुरै हेर्नु होला त्यसो त्यही हो सब्सक्राइब बढिरहेको छैन जति म त्यतिमा अड्किरहेको छु म सबैले सब्सक्राइब गर्नु होला है त आफ्नो आफ्नो ठाउँमा आइराख्नु होला अनि त्यो त्यही हो एउटै ठाउँको भ्लग चाहिँ कति गर्नु भनेर हो अनि त्यो होटलको भ्लग चाहिँ आउँछ खतरा अनि त्यो यहाँको क्यामेराम्यान हुनेवाला छ मेरो राहुल साथी है अनि त्यो त्यही हो एकचोटि सिग्नल छेउमा गर्नुपर्छ है सिग्नल थियो अनि यहाँ त्यो यस्तो यस्तो कारहरू देख्न पाइन्छ ओ BMW यार BMW यार दुईटा अर्को व्हाइट कलरको यहाँ त के हो BMW त यहाँनिर धेरै जस्तो यहाँनिर कुन बाइकहरू त मतलब कारहरू पाउँछ हन्डा सिटी यति धेरै पाउँछ नि यहाँनिर त्यहाँ आएर चाहिँ हन्डा सिटी मात्र त्यो अगाडि दुईटा BMW गइदिएर हाने यार के अरे ड्रिम कार मेरो BMW एम पाएँ होइन तर मेरो ड्रिम कार अहिलेसम्म छैन अहिले त्यस्तो ड्रिम हेर्ने अहिले त्यस्तो खासै जरुरी ड्रिम छैन तर पनि अब जुन दिन अम्बानीमा चाहिँ त्यस दिन आयो ड्रिम हन्टर यति धेरै यहाँनिर पाउँछ नि यसो गाइस फाइनली म त्यहाँ सिग्नल छु भइसक्यो सिग्नल अनि यहीँबाट क्रस गर्नुपर्छ हामी होइन त्यही हो सिग्नल लाग्छ अनि हामी क्रस गर्छौँ यहाँबाट तबसम्म अब कति मिनट अब वेट गर्नुपर्छ खाएन अर्को नि हन्डा सिटी उयो पछाडि ब्लू कलरको बुलेट त्यही हो अब कति टाइम लाग्छ त वेट गर्नुपर्छ एकछिन त्यही हो सिग्नल गाडीको ऊपर आएको अर्को यस्तो यस्तो गाडीहरू गर्छ कटिसक्यो पछाडि कुन कार थियो भन्दाखेरि मर्सिडिजको थियो क्या यहाँनिर त्यही हो रोड क्रस गरेर फाइनली गइज अनि हामी रोड क्रस गरिसक्यो अनि आइसक्यो हामी यहाँनिर अब यहाँबाट पस्छ अलिक भनौँ न 2-3 मिनट लाग्छ है यहाँ फेरि यस्तो टेपेर आउँछ नि गाडीहरू जल्दी अघि बाइक हामी अगाडि भन्दा अगाडि त्यही हो पस्छ अब गाडी चाहिँ खतरा खाने गाडी 0002 हो क्या त्यही भने होइन यस्तो लग्जरी कारहरू अब दिख रहा है ना मैं जैसा मैं दिखना चाहिए मैं हरगिज झुकेगा नहीं साला त्यो चप्पल चाहिँ किन्यो अनि सो देख्नु चप्पल स्टोरमा यहाँ चाहिँ यस्तो होइन त्यही हो चप्पल प्याक गरिदियो हजुर 100 रुपियाँ छ त हामी चाहिँ त्यही हो अब चाहिँ बाहिर गएर भेट्नुपर्छ अनि यस्तो त्यही हो अब केटी गरेर बाहिर भेट्नुपर्छ बाहिर चाहिँ भ्लग गरिदिनु होला जसमा आइरहेछ एकचोटि होटल गएर भेट्नुपर्छ होइन म चाहिँ के काम गर्छु अनि त्यहाँनिर देखाउँछ मेरो क्यामेराम्यान चाहिँ राहुल अनि चाहिँ त्यही हो एकचोटि गएर होटल भेट्नुपर्छ है त
गाइस अनि त्यो देखिसक्नु भयो होला होइन होटलको अवस्था अनि के कसो थियो भनेर अनि सो यो होटलमा काम गर्छु म चाहिँ होइन यो होटलको नाम चाहिँ मलाई रसी हो क्या यसको चाहिँ ब्रान्च चाहिँ यसको चाहिँ कतिवटा नै 55वटा यसको ब्रान्च चाहिँ क्या अनि सो त्यही हो अनि सबैजना सब्सक्राइब गर्नु होला आफ्नो ठाउँबाट माथि देखाउनु होला अनि सो राति म तल आएर भ्लग गरेर चाहिँ यहाँ यो ठाउँमा चाहिँ आएर यस्तो मदन भ्लग गर्नलाई अनि सायद यति ठुलो रुख छ नि यहाँ झन् छेउमा अनि सो त्यही हो सबैजना सब्सक्राइब गर्नु होला अनि आफ्नो ठाउँबाट माथि देखाउनु होला अनि मेरो च्यानलमा चाहिँ मलाई 1K सब्सक्राइबर हेर्नु मन छ क्या 1K त्यत्रो वर्षदेखि युट्युब च्यानल खोलेको होइन म सब्सक्राइब बढेन केही अनि सो त्यही हो अनि म चाहिँ इन्डियामा बसेको छु भने अनि इन्डियामा म हिन्दी ल्याङ्ग्वेजबाट नै भ्लग गर्छु भनेर सोधिरहेको छु क्या म एउटा भ्लग चाहिँ हिन्दी ल्याङ्ग्वेजबाट गर्छु भनेर सोधिरहेको छु अनि सो त्यो कहिले हुन्छ अनि सो यसो टाइम मिलाएर गर्छु त पनि होइन अनि सो त्यही हो आजको लागि चाहिँ यति नै जो धेरै लङ भ्लग चाहिँ भएन तर पनि आजको लागि यति नै अनि सो अर्को भ्लगमा भेट्नुपर्छ अनि सो त्यही हो थ्याङ्क्स फर वाचिङ सब्सक्राइब गर्नुलाई चाहिँ आफ्नो ठाउँमा आइसक्नु प्लिज एक सब्सक्राइब गरिदिनु सबैजनाले अनि सो गाइस त्यही हो अनि ह्याप्पी क्रिसमस सबैजनालाई होइन अनि सो मलाई थाहा थिएन कि आज क्रिसमस हो भनेर म 25 तारिक क्रिसमस हुन्छ थाहा थियो अनि मैले त्यति 25 तारिक आज भनेर मैले त्यति ध्यान दिनँ क्या अनि मलाई चाहिँ कसै आज क्रिसमस हो भन्दाखेरि अरूले चाहिँ मलाई सक भइदिएर क्या किन भन्दाखेरि चाहिँ अब जहिले नि अब त्यहाँनिर क्रिसमसको बेला अब होटल नगरेर रमाइलो गर्ने मान्छे आफै अनि त्यस्तरी काम गरेर बस्नु घर स्याहार त भइहाल्दैन होइन त्यही हो ह्याप्पी क्रिसमस सबैजनालाई होइन अनि सोचेको विस सबैजनाको पुरा होस् अनि त्यही हो अनि मैले सेन्टासँग एउटै म चाहिँ वेस्ट माग्न चाहन्छु कि मेरो आयु पनि मेरो मम्मीले लागोस् होइन अनि सो त्यही हो ह्याप्पी क्रिसमस सबैजनालाई अनि हल्का चाहिँ नर्भस पनि स्याड फिल आइरहेको मलाई यस्तो सुन्दाखेरि चाहिँ अब किन भन्दाखेरि चाहिँ अब आफै केटीहरू न पहिले यस्तो रमाइलो गर्ने मान्छे अब यस्तो क्या अनि सो गाइस देखिहाल्नु भएर होइन यस्तो रमाइलो गर्ने मान्छे अब यस्तो यहाँनिर बस्नु पर्दाखेरि अनि सो त्यही हो केही छैन यसपालि क्रिसमस चाहिँ यतिको भइहाल्यो तर पनि न्यु इयरको भ्लग चाहिँ जस्ट बबाल आउँछ न्यु इयरमा चाहिँ रमाइलो गर्ने क्या एकदम भनेर सोधिरहेको छ केटाहरू अघि चाहिँ कुराहरू थियो अनि न्यु इयरमा चाहिँ जस्ट बबाल गर्ने भनेर अनि चाहिँ त्यही हो न्यु इयर होला